Hello and namaste, welcome back to my channel, another video. It's me, Sunar Rocks. I hope सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम धेरै फिट एन्ड फाइन छु हैन। अनि के छ सबैजना सन्चै हुनुहुन्छ होला हैन। म एकदम ठिक छु, ठिक त ठिकै छु तर त्यस्तो साह्रो ठिक पनि छैन। के भन्छ अस्तिबाटै गफै लाग्यो नि त। हल्का टन्सिल पनि भएको थियो, टन्सिल भइरहेको छ, टन्सिल भएर त्यस्तो साह्रो ठिक भएको छैन। ठिकै छ भनौँ गाइज। अनि म चाहिँ अलि काम जाँदैछु, खाना खाएर अलिक काम जानु लाग्यो। अनि दुईजना हाम्रो ग्याङहरू हिँड्दैछन् अगाडि, म पछाडि टक्क लगाएर। अरू केटाहरू आएको छैन, 12जना छौँ त हामी। अस्ति आएको नयाँ 7जना, अनि हाम्रो पहिलाको 5जना, खास 13जना हुन्थ्यो। एकजना साथीले काम चेन्ज गरेर गइहाल्यो। अहिले साथ कति 12जना छौँ, काम जाँदैछ। 3जना चाहिँ अगाडि नै निक्ल्यो, अनि अरू केटाहरू चाहिँ निक्लिएको छैन, 26 तारिक निक्लिन्छ। घर पुरा बनाउने कार्यक्रम हुँदैछ। अनि म चाहिँ अब एकछिन मार्केट पनि छिटो बन्दी हुन्छ, खाजा बनाउनु पर्ने हुन्छ, त्यही खाजा किन्नु पर्ने हुन्छ, मार्केट पनि जानुपर्छ। अनि आजको वेदर चाहिँ यस्तो छ, टक्क लगाएर यु क्यान सी, तपाईँहरू हेर्न सक्नुहुन्छ। आज अलिक कोल्ड नै छ, अनि घामसाम त लागेको छैन, अलिअलि लागिरह। अनि चिसै छ भनौँ। त्यो गाइज अनलाइन के नै भन्दैछ होइन गाइज। अहिले त ठिकै छ भनौँ, काम जाँदैछु। अन्त है बाटोमा नै छु राइट नाउ। अलराइट फ्याम, म चाहिँ टक्क मार्केट आइसकेको छु। मैले खाजा के लाने भन्ने हुन्छ। खाजा हेर्दैछु म चाहिँ टक्कै ब्रेड आइटमहरू लाने हो हामीले चाहिँ। अरू त के नै लानु र होइन, लाने ब्रेड आइटमहरू हामीले। मैले लानेवाला ब्रेडै सकिया रहेछ, के गर्ने त रहेछ। रहेछ फेरि यस्तो प्राइस देख्दै तर्नु म त गइदिएँ आँकडा यार, के गर्नु त त्यही लानु पर्ने जस्तो लाग्यो। यसको फेरि रेट बढेर रहेछ, के भन्छ केटाहरूलाई पनि लगिदिनु पर्छ। ठिकै छ, यही लग्छु दुइटा। अनि टक्क मैले चाहिँ यो लाने भएँ। क्यान्सी ठक्कै हेर्नु सक्नुहुन्छ, यस्तो छ केटा, यस्तो छ। टक्क लगाएर अलराइट फ्याम, मैले टक्क खाजा आइसकेँ। मार्केटमा चाहिँ हामीले सिधै गऱ्यो, ब्रेड लिएँ। अनि चक्लेटहरू केलाहरू छ, त्यसमा खान्छु भनेर ब्रेड बोकेको। अन्त रोटी खाएर आउँछु, रोटी कति खानु भनेर ब्रेड। आज चाहिँ ब्रेड बोकिदिएको। अनि आज चाहिँ फ्राइडे होइन, यहाँको लोकल मार्केट चाहिँ यस्तै लाग्छ। यहाँ चाहिँ टक्क लगाएर यु क्यान सी, तपाईँले हेर्नु सक्नुहुन्छ होइन। लोकल मार्केट यसरी लाग्छ यहाँ चाहिँ। यता हाम्रो रुम नजिकै हो नि त, रुम नजिकै हो। रुम नजिकै चाहिँ सब्जीहरू सागहरू यताउता, अनि यहाँको लोकल राखियाहरू यताउता देख्छ यहाँ चाहिँ। अनि उता अगाडि चाहिँ कम्पनी छेउमा पनि लाग्छ, त्यहाँ चाहिँ सब कपडादेखि लिएर यताउता होइन। अनि कपडाहरू सेकेन्ड ह्यान्ड, अब जति पनि हुन्छ नि त सेकेन्ड ह्यान्ड, अनि फर्स्ट ह्यान्डहरू पनि हुन्छ। सेकेन्ड ह्यान्ड फर्स्ट ह्यान्डहरू सब देख्छ। अनि तपाईँलाई म देखाउँछु सर्बियाको सेकेन्ड ह्यान्ड। सर्बियामा प्रायः जता पनि हुँदो रहेछ। के भन्छ क्यापिटल सिटीतिर पनि, क्यापिटल सिटीतिर चाहिँ मैले देखिनँ, म एकचोटि गएको हो, त्यहाँ चाहिँ मैले देखिनँ। र अनि अन्त प्रायः जता पनि हुँदो रहेछ सेकेन्ड ह्यान्ड मार्केटहरू होइन। सेकेन्ड ह्यान्ड मार्केट टक्क फ्राइडे अनि ट्युसडे अनि कति कुन बार लाग्दो रहेछ, 2-3 दिन लाग्दो रहेछ विकमा। विकै पछि लागिरहेको हुन्छ, हप्तामै लागिरहेको हुन्छ। ठिकै हो त्यो पनि एक हिसाबले। जस्तै सेकेन्ड ह्यान्ड अब सस्तोहरू पनि सस्तो पनि पाइयो नि त होइन। अब आफूलाई निड भएको कुराहरू यस्तो सस्तोमा पनि पाइन्छ। टक्क लगाएर यहाँ अलि अगाडि पाइन्छ, जे होस् यहाँ
भइहाल्यो म काम जाने बाटो अनि यो बाजेहरूले सेकेन्ड ह्यान्ड मार्केटबाट ल्याउनु सागहरू यता हरेक कुरा बेचिराख्दो रहेछ हौ टक्कै त्यही भएर आज त बाटो नै पुरै प्याक छ है यहाँ अगाडिदेखि नै पुरै वान साइड पार्किङ छ अहिले उता पनि देखाउँछु तपाईँहरूलाई म अनि त्यही नै गाइस त्यहाँदेखि अर्को के नै भन्नु सडकबाट आयो होइन काम गयो आयो आज फ्राइडे फेरि भोलि स्याटरडे पर्सि सन्डे स्याटरडे सन्डे नै छुट्टी हुन्छ फेरि 2 दिन त अक्क सुत्नुपर्ने हुन्छ के गर्नु त अब केटा हो गाह्रो छ गाह्रो अब दुई दिन 5 दिन मस्तले घटिने 2 दिन सुत्ने फेरि 5 दिन घटिने 2 दिन सुत्ने होइन के छ र जिन्दगानी त भन्छ आज छ भोलि छैन भने जस्तै हो यसरी नै चलिरहेको छ जिन्दगी आएको पनि लगभग 9 महिना जस्तै 9 महिना जस्तै होइन 9 महिना नै भइसकेछ म अगस्तमा आएको अगस्त भनेपछि अहिले मे सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी मार्च अप्रिल मे भनेपछि ठ्याक्कै 9 महिना नै भइसकेछ के यस्तै छ गाइज होइन अब के नै भन्नु छ र अब 2जना ग्याङहरू अगाडि हिँडेको थिएँ कहाँ पुगेँ थाहा छैन टक्क लगाएर दामी छ तर यो घर यार यत्तिको घर बनाउनु पर्छ यार नेपालमा तर के गर्नु सकिँदैन होला यार यति घरमा गाह्रो छ है टक्क यहीँ है अगाडि यहीँबाटै लागिसक्यो उहाँलाई ती यत्तिको छ है यहीँबाट भिड लाग्न सुरु भइसक्यो यहीँबाट यहीँदेखि लाग्छ क्या यहाँदेखि उता हाम्रो कम्पनी त होइन कम्पनीभन्दा अलि यतासम्म लाग्छ टक्क लगाएर यु क्यान सी तपाईँहरूलाई म सर देखाउँछु सिनेमेटिक हुन्छ कि यतिकै हुन्छ यहाँ फुलसुल यता फुलहरू पनि बाटो राखेको छ यो चाहिँ उ छ गाइज होइन अब हामी सेकेन्ड ह्यान्ड तपाईँहरूलाई म देखाउँदै जान्छु ल सेकेन्ड ह्यान्डमा गरी टक्क लगाएर यस्तै फुलहरू साइकलहरू टायरहरू होइन सब राखेको हुन्छ कि यो भयो टक्क लगाएर है अनि त्यसपछि यहाँतिर हुन्छ नि यो के भन्छ हाम्रोतिर त उता नेपालतिर त निगालो हुन्छ कि के भन्छ निगालै हो निगालो होइन तर यो त के हो थाहा भएन यहाँको चाहिँ के भन्छ टक्क लगाएर बिरुवाहरू होइन योहरू सब बिरुवाहरू सागसब्जीको बिरुवाहरू टक्क लगाएर राखेको हुन्छ यहाँ यस्तो बिरुवाहरू नै भइहाल्यो अरूलाई हेर्नुहोस् टक्क लगाएर सेकेन्ड ह्यान्ड कपडाहरू यताउता दामी दामी छ ल्यापटपहरू टेलिफोनहरू यताउता बार्बिक्यूको भाँडाहरू होइन सब हुन्छ गाइज ल हेर्नुहोस् सर्बियाको लोकल मार्केट टक्क लगाएर यु क्यान सी प्राइस साइड टाँसेर होइन यिनीहरू चाहिँ फर्स्ट ह्यान्ड नै हो नयाँ नयाँ नै हुन्छ टक्क लगाएर यस्तो छ अगाडिसम्म छ गाई चाहिँ हेर्नुहोस् अब सर लाएर खानेकुराहरूदेखि लिएर सब पाइन्छ कपडाहरू यिनीहरू चाहिँ फर्स्ट ह्यान्ड भन्नाले त्यस्तो हो फर्स्ट ह्यान्ड पनि होइन जोस् मिडियममा भनौँ न बिच्चाको टक्क लगाएर यस्तो छ टिस्यु सिस्यु होइन उता भित्र पनि छ भित्र पनि हुन्छ यो चाहिँ रोडमै मात्रै छ उता भित्र कम्पाउन्डभित्र पनि छ टक्क लगाएर हेर्नुहोस् गाई होइन यिनीहरू चाहिँ फर्स्ट ह्यान्डहरू नै हो जोसी नयाँ नयाँहरू नै छ चप्पलहरू यताउता होइन निश्चित ब्रो नयाँ राम्रो छैन भन्न खोजेँ होला मैले बुझ्दैन टक्क लगाएर यु क्यान सी हेर्नुहोस् गाइजहरू है रुगाखुगी लागेर मेरो त स्वर पनि कस्तो कस्तो आएर होला तरकारीहरू पुगेर मार्दा यार मैले नेपालतिर डोको हुन्थ्यो के को पनि यस्तो यार सर हेर्नुहोस् लाएर हो चेरी सेरी होइन अनि सर चाहिँ है त टक्क लाएर मिलाएर हेर्नुहोस् कोही मेरो भिडियो हेरेर सर्बियामै हुनुहुन्छ भने कोही भिडियो हेर्नेहरू हुनुहुन्छ भने टक्क लाएर यसो सेकेन्ड ह्यान्ड मार्केटतिर आएर आफूलाई निड भएको सामानहरू लिन सक्नुहुन्छ है गाइस टक्क लाएर त्यही हो अब त के नै भन्नु छ र गाइस यस्तै हो जिन्दगी
लामो छ हौ यता कहाँ परसम्म लाग्छ हौ गाई चाहिँ टक्क घडीहरू सेकेन्ड ह्यान्डहरू सामानहरू टक्क लाएर सबै भनौँ न प्राय मान्छेहरूले चाहिँ यहीँ आउँदो रहेछ यहाँ आएर अनि 1 महिनालाई जस्तो पुग्ने होइन यताउता ट्याक्क हप्तालाई पुग्ने ट्याक्क यहीँबाट लाँदो रहेछ कि किनभने सस्तोहरू पनि पाउँदो रहेछ यहाँ जुत्ताहरू पनि नयाँ नयाँहरू पनि छ लाएर अब सकिन आँट्यो अहिले जे होस् धेरै छ क्या यहाँ धेरै सामानहरू छ अलि उतासम्म लाग्छ हेर्नुहोस् है सर लाएर तपाईँलाई म एकचोटि सर पछाडि फर्काएर देखाइदिन्छ यो सिधा कहाँ पछाडिसम्म छ सर त्यहाँभित्र ऊ पनि छ के भन्छ कम्पाउन्डभित्र पनि छ कम्पाउन्डभित्र चाहिँ तपाईँलाई म बाहिरैबाट देखाउँछु मलाई काम लाएर ढिला भइसकेको छ हेर्नुहोस् भाँडाकुँडाहरू टक्क लाएर भाँडाकुँडाहरू छ यहाँ यो कम्पाउन्ड हो यो कम्पाउन्डबाट भित्र नि छ टक्क लाएर बुढी आमाले यस्तै बिरुवाहरू बेच्दा राख्नु भएको रहेछ टक्क लाएर गाइजी यो कम्पाउन्डभित्र नि छ ल हेर्नुहोस् भ्याकेन्सी तपाईँहरू हेर्न सक्नुहुन्छ टक्क लाएर यस्तो छ हाम्रो गाइजहरू अगाडि पुगिसकेको छ हाम्रो दाइ यहाँ मैले देख्दै नदेखाएँ मलाई बाल नजर हिँड्नु भइरह ठिकै छ मैले देखाएँ हो दाइ केही बोल्नुहुन्थ्यो भने बोल्नु भएन ओ मेरो दाइ सेकेन्ड ह्यान्ड मार्केट देखाएको यहाँ के पाएछ भन्नु नि तपाईँ त यहाँ के अरे खै त अरू बिहान किन 39 भएछ किन त आज चाँडै आज किन चाँडै सेकेन्ड ह्यान्ड हो कि दाइ क्या लोकल मार्केट भन्छु त यसलाई मैले लोकल मार्केटै भने टक्क त्यहाँ पुलिसको उयोहरू पनि छ नक्कली पुलिस भन्ने है त्यहाँ कडाहरू पनि छ अनि त्यही नै के भन्नु है अब देखाइहालेँ तपाईँहरूलाई मैले सर लोकल मार्केट दुईजनाहरू उता हाम्रो दाइ र लाग्बो सर अगाडि जाँदै अब नन दाइ यहाँ भइहाल्यो कति दाइसँग फेरि सँगै भयो आज चाहिँ नत्र म अगाडि गइदिन्थ्यो दाइ पछि आउँथ्यो शाम खाल्थेन नि दाइ 3 ठाउँ थियो हिसाब गर्नु 1 ठाउँ हिसाब गरेर छुट्टै चल्छ ठिक्क बिचमा छिर्या नि म आज त कुन चाहिँ आइरहेको थियो फेरि सामान लिनु गएको थियो 3 जना जस्तो फेरि गइदिया म छिर्तिर हाम्रो जुटी छ यहाँ चाहिँ फेरि यो जुटीलाई मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ होला भ्लगमा नि त्यहाँ सुतिरहेको छ जुटी सुतोस् आइसक्यो त्यहाँ छैन आज नआइज भरे ल्याएर दिउँला त्यही नै हो अब त्यो भुत्दा सुत्दै घर होला क्या अनि काम जानुपर्ने हुन्छ अब भोलि छुट्टी छ त्यता अब अन्त यता नेक्स्ट भिडियो आउनु पनि सक्छ तर अहिलेको लागि चाहिँ म काम गएँ अब कम्पनी नै आइपुग्नु लागिसक्यो यहाँ अगाडि हो है त गाई छौ हाम्रो नौरो दाइको हिँडाइ डेन्जर छ फेरि खतरा देख्दो रहेछ दाइ हिँडाइ त के हो अनि के भन्छ काम सकेर पनि निक्लिसक्यो छौँ बिहान हामी काममा आयौँ गयौँ अनि के भन्नु अब 2 घन्टा ओभर टाइम थियो 2 घन्टा ओभर टाइम गरेर काम सकेर हिँडेको छौँ यहाँ हेर्नुहोस् यता आइज यस्तै छ अनि कस्तो चल्दाखेरि काम त ठिकै चलिरह के भन्नु केही आउँदैन है के हाम्रो कम्पनीको बेली कुकुरिया हो बेली भनेर चाहिँ यहाँको सम्झियो म नाम लिन्छु अनि त्यहाँबाट त्यो फार्म टक्क बिहान तपाईँहरूलाई लोकल मार्केट सार्केट देखाएँ मैले हामी हिँड्ने बाटोमा चाहिँ घाँस काटेर राजाको बाटोमा घाँस नकाट्नु हुन्छ के बोले भाइ के बोले के छ थाहा फेरि
ए ल हुन्छ तँलाई त अब 15 लडाइ त म ढालिदिइहाल्छु नि एकैछाड के हो हाम्रो कमेन्ट चाहिँ मैले अस्ति नै देखाइसकेँ तपाईँहरूलाई होइन सक्दैन तिमीले ल म लेखेर दिन्छु साँच्ची नै ल अहिले भरे गरेर गर्ने पनि गरौँ ल ल हाम्रो यहाँ 15 लडाइ हुनेवाला छ त्यो क्लिप पनि आउन सक्ने सम्भावना बढी डाटा लाउँछ हात त पुग्दैन जस्तो लाग्छ पुरो पुरो यस्तो मेरो हात गइसक्यो तिनीहरू ब्रेक सकेर त्यस्तो हाइटै भेट्दैन यस्तो हात पनि लेभल दिनुपर्छ त्यही त कोसँग सम्झीसँग हात पनि लेभल दिनु पर्यो ठिक छ गाइस होइन के भएन यिनीहरूले धेरै फुर्ती लगाइरहेछ तर म त सक्दिनँ त्यो दुईजनाको भरे 15 लडाइ पर्छ है त अनि गाइस त्यही हो साँझ परिसकेको छ अब यही खेल्दिमै सक्ने अनि त्यही नै हो साँझ परिसकेको छ अब घर जानुपर्ने हुन्छ धेरै हल्ला नगरौँ अनि त्यही हो गाइस है त अहिले चाहिँ हामी घरतर्फ लाग्छौँ हेलो गुड मर्निङ फ्याम गुड मर्निङ चाहिँ जो कामबाट आयो बेलुका राति कामबाट आएर अनि खानजाना खाएर सुत्दिहालेँ हावा लागिरहेको थियो होइन फोनबाट भएर कस्तो कालो होला अनि कामबाट आएर खानजाना खाएर सुत्दिहालेँ अहिले कफी खाँदैछु है कफी चिया खाँदैछु नेपालबाट ल्याएको चियापाती हो अनि त्यो गाइज तपाईँले हिजो लोकल मार्केट सर्केट देखाएँ के पाउँछ भन्ने यसो देखाइदिएको तपाईँहरूले लोकल मार्केट होइन अनि त्यही गाइज के नै भन्नु छ र अनि भिडियो इन गरिदिउँ भनेर म चाहिँ टक्क उठ्ने बित्तिकै कफी चिया खाएर उत्रेको फ्रेममा होइन अरू के नै भन्नु छ र त्यही हो सबैजनालाई लोकल मार्केट कस्तो लाग्यो हेरिदिनु भयो होला होइन होला हो होपफुल्ली सबैजनाले इन्जोय गरिदिनु भयो होला होइन त्यही नै हो अनि त्यसपछि गएर कसले अन्तिमसम्म हेरिदिनु भयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला कमेन्ट गर्न नभुल्नु होला अनि त्यसपछि त्यही नै हो लोकल मार्केटमा भए जति सबैले टक्क सर देखाइदिएको छु हेर्नु होला अन्त त्यही नै गाइज होइन यदि भन्दै म आजले भिडियो फेरि गर्न चाहन्छु अन्तिमसम्म हेरिदिनु भयो गाइज अलिक देखाइरहनु युरो मेरो बाजी युरो बेच्न नगरी हो दिनार हो अनि त्यही त गाइज अनि आजलाई भिडियो यति नै हुन्छ कसले अन्तिमसम्म हेरिदिनु सानो मिठो छोटो कमेन्ट छोटो नभुल्नु होला नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नभुल्नु होला पुरानो हुनुहुन्छ भने एकचोटि बेल आइकन दबाउन नभुल्नु होला यदि भन्दा आज म बिल्डिङ चाहन्छु हस् त बाइ गाइज सी यू गाइज जय नेपाल है त